मिठो भएछ मिठो भयो दामी बनाएको छ हेलो नमस्ते गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई सपना राई च्यानल हजुरहरूलाई मेरो च्यानलमा एकदमै स्वागत छ नयाँ हुनुहुन्छ भने एकदमै वेलकम हजुरहरूलाई हैन या आज चाहिँ म आउटिङ जाँदैछु हजुरहरूलाई थाहै नै भयो होला आज चाहिँ सन्डे हो अनि बाहिर जाँदैछु यस्तो डरलाग्दो गरम छ हैन आजको मेरो चाहिँ ओडी चाहिँ यस्तो छ हेर्नुस् ल यस्तो छ अनि मेरो हेयर स्टाइल अब छोडेर जाउँ भने यस्तो डरलाग्दो घाम छ गरम छ हैन अब छोडेर जाँदाखेरि पुरा पसिनाहरू निक्लिन्छ त्यही कारणले गर्दाखेरि सिम्पल देख्नुभयो यस्तो छ अब चाहिँ म जान्छु अनि कहाँ जान्छ त्यो चाहिँ आई डोन्ट नो थाहा छैन हैन अब जान्छु साथीलाई भेट्छु त्यहाँदेखिको भेटेर खानासाना खाने अनि त्यहाँदेखि अब खानु त परिहाल्यो खानासाना खान्छ ओर्छ अनि त्यहाँदेखिको के गर्छ थाहा छैन हजुरहरूलाई पनि म सँगसँगै लान्छु हजुरहरू पनि म सँगसँगै आउनु होला आजको मासु कुखुराको मासु आलुदम खै हात छोड त आलुदम भात 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 कोल्ड ड्रिङ्क्सहरू पनि छ है 7 अप और कोका कोला अनि लस्सी अब चाहिँ हामी सुरु गर्छौँ खातै कस्तो भएछ आलु पार्कमा बसिरहेछ आलु खान धेरै हो नि त आलुदम दामी छ मासु खान मासु कस्तो नुन लाग्यो कि लागेन केही थाहा छैन लागेन भने चाहिँ तेरो हुन्छ आई होप लागेको छ होला दामी छ मिठो भएछ अब भिडियो नबनाइकन खान थाल्छु ल दामी थ्याङ्क यू फर्स्ट अफ अल त मासीबाटै सुरु हुन्छ मेरो त हो मासु फर्स्ट बाइट हजुरहरूलाई नाइस मजाले मुसेर चाहिँ मासु र भात फर्स्ट बाइट खाएँ है त हजुरहरू ल मजाले अब चाहिँ मासु उडाइदिउँ त मासु चाहिँ गम्मा यस मिठो मिठो मधुले पनि उडायो मासुबाटै मजाले मिठो मिठो भयो भन्दै उसले पनि खाँदैछ है त राम्रो देख्यो है झोला देखाइदियो तेरो खाने चिज होला मासु र भात हो त खानु चाहिँ जाँदैछ हो अब यो लाइन हो कि अर्को लाइन हो थाहा छैन हो माइनै त्यस्तो छ नि त बिर्सिने आउनु त आएको हो नि एब्सेन्ट माइन्ड क्या मेरो मात्रै भए पनि हुन्थ्यो नि यो मान्छेको पनि त्यस्तै छ नि त म मात्रै होइन दुईजना आलुपाडीहरू हो कि जाँदैछ यही लाइन त हुनु त होला जस्तो पनि लाग्छ आएन भने फेरि रिटर्न हुनुपर्छ त्यहाँदेखिको फेरि जानुपर्छ हो त्यही हो माइन्ड चाहिँ यतिको चाहिँ हुनुपर्छ नि त हाम्रो जस्तो यस्तो रोकिरहेको छ भनेको होइन त्यही भएर चाहिँ हामी चाहिँ यहाँनिर यो क्या मेरिना बे फन्ड आएको छ आज चाहिँ बे फन्ड आइसकिसक्यो हामी निक्लिसक्यो कि म त भिडियो गर्नै बिर्सेछु चस लगाएको चाहिँ हेर्नुहोस् त गाइस कस्तो देखेछ हामी चाहिँ रुखै रुख भएको जग्गामा आएको छ हो अनि दार्जिलिङले पनि यता चस लगाएको छ सबैजना यता बसिरहेको छ यहाँ हेर्नुहोस् हामी यो जग्गा आइरहेको छ है त बे फन्ड आएछ धेरै टाइम बाद आयो है धेरै टाइम बाद थम्बो छाता पनि ओढे हामीले ओड्छस् नि उसको ब्यागमा छाता छ त्यही पनि मैले भनिदिनुपर्छ क्या छाता निकाल्न ब्यागमा छाता छ भने उसले बोकेर आउँछ कतो छैन घाममा टन घुम्नु यहाँनिर आइरहेछ यता बेफोन यस्तो डरलाग्दो घाम छ छाता चाहिँ ब्यागमा राखेर चाहिँ यस्तो घाम छ नजाउँ भनिरहेको क्या छाता चाहिँ ब्यागमा हालिहालेर यतिको चाहिँ ओइ केरा होइन ओइ कस्तो खालको केरा हो यहाँ हेर्नुहोस् त गाइजहरू हजुर हेर्नुहोस् त केरा हो यो केराको बोट होइन होइन सजावटवाला हो सेम केरा पत्ता त त्यस्तै छ नि त है ए यो ठाउँ आइरहेको छ हामी ए सबसे भन्दा यो ठुलो मरिना बे होइन यो हो त भन्छ त्यस्तै होइन हो यहाँनिर धेरै टाइम बाद आएको है अम्बो कस्तो डरलाग्दो बाफ हो मुनिबाट त तातो न तातो ल पक्री छाता चाहिँ अब म के चाहिँ एकछिन हो यहाँ हेर्नुहोस् अब यो पानीमा चाहिँ कसलाई कति इन्डियामा कति गरम भइरहेको छ यो पानीमा र स्विमिङ खेल्नु मन पर्यो हामीलाई पनि कस्तो गरम भइरहेको छ
यहाँ हेर्नुहोस् हामी चाहिँ यो ठाउँ आएको छौँ। ओइ छाता मलाई यहाँबाट यस्तो यहाँ हेर्नुहोस् है यो ठाउँ आएको छ है। हामी चाहिँ कस्तो छ हामी चाहिँ फेरि छाता उडाउने हेर्नु नि फेरि छाता उडाउने मान्छे फेरि पुर्को भयो यसले छाता उडाउनु सक्दैन उडाइदिनु पर्यो बिचरालाई हो। यो ब्याग त होइन तिमी बोक न होइन तिमी बोक म छाता उडाइदिन्छु होइन। अन्त हामी जान्छौँ परनिर गएर भिडियो एक दुईवटा सुट गर्नुपर्छ भिडियो। ओ यस्तो उयसमा हामी चढौँ न हौ यस्तो उयसमा भनेको त कहिलेदेखि हो साइकलमा त चढ्नु पाएको छैन के भित्र शीतल भयो है। ओ कहीँ एउटा शीतल जग्गामा बसेर भिडियो चाहिँ सुट हान्नुपर्छ हौ फेरि बोली फेरि के हो यस्तो। यहाँ हेर्नु नि रक होइन यो त है हो नि है रकको हेर्नु स्ट्याचु होला नि स्ट्याचु जस्तो मजाको है। अब हामी यहाँबाट एन्ट्री गर्छ रकै हो रक हो ए नि उता पनि राम्रो होइन योहरू त जङ्गलहरूतिर हुन्छ है हाम्रोतिर है पसिनै पसिना भएको नि रकहरूको हेर्नु नि कस्तो दामी दामी गरेको है राम्रो है। यहाँ पनि छ आर्ट यहाँनिर पहिला नि भिडियोहरू बनाएको टिकटकहरू बनाएको याद पाएँ यहाँनिर यहाँ रकको यहाँ हेर्नु यस्तोहरू छ यहाँनिर फोटो भिडियोहरू होइन। यो मान्छे किन दुलोमा पसेको आयो भिडियो बनाउँदाखेरि होइन भिडियो बनाउँदा कतिको हार्डवर्क गर्नुपर्दो रहेछ है कतिको गर्नुपर्दो रहेछ हेर पसिना भाले हेर्नु नि के कुरेका भाले बास्यो तिमीलाई घरमा लगेर भुटेर खानु पायो भने कस्तो मिठो हुन्थ्यो है। यस्तो चाहिँ जग्गाहरू चाहिँ आज चाहिँ यता छ हामी यता हामी चाहिँ गार्डन बाई द वे है गार्डन बाई द वे अब यहाँ कहाँ है गार्डन बाई द वे हो जे पनि गार्डन बाई द यस्तो राम्रो उयो पाइन ट्री हो है है उयो पाइन ट्री हो के हो यहाँ रुखहरू यस्तो चाहिँ रुखको पत्तामा फुल लगाएर आम्मामा पत्तामा फुल लगाइदिएको अरे यो रियल फुल हो रियल फुल हो थ्याङ्क यू सो मच तैँले पत्ताको फुल भनिस् होइन तैँले त्यही भनिस् हौ ओ सरी यो ब्याग त म बिहान आएको लाने कुरै गर्दैन बोक न तिमी नै छौ त्यही भएर तिमी रुनै खोजेको जस्तो लाग्दैछ कि ल आइज छिटो छिटाउ न अन्त। अब यहाँबाट सधैँ ओह्रालो जाउँ कि अनि त्यहाँदेखिको तल गएर एक दुईवटा फोटो खिचौँ भिडियो बनाउँ त्यहाँदेखिको घरमा राखिदिउँ फोटो र भिडियो चाहिँ हो हाम्रो जिन्दगी। हेर्नु नि अब हामी घामले डढेर कति कालो भइसकेर पनि हामी फोटो खिच्नु छोड्दैन अन्त हो त रहेछ गार्डन बाई दि बे त्यही रहेछ हो रहेछ ठिकै रहेछ 10 के पाउँदा नाम बिर्सिन् हामी त यस्तै त भुलक्करहरू हो नि त गरमले पनि भुलेको होला हौ अब जस लगाएर जस्तो के को लागि होला टाउकोमा लाउनु लागि हो क्या अन्त होइन हो किन भनिदिनुहोस् है। आजको भिडियो के कस्तो लाग्छ हजुरहरूले प्लिज हेरेर लाइक सेयर अनि सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला प्लिज। हजुरहरूलाई एकदम माया छ है मेरो तर्फबाट हामी दुईजनाकोबाट एकदमै माया छ ल हामी दुईजनाकोबाट यहाँ रहेछ हजुरहरूलाई मैले भन्नु जानिनँ भने चाहिँ यहाँ छ गार्डन बाई द बे। आज चाहिँ हामी यो गार्डन बाई द बे आइरहेको छ साथी र म चाहिँ मधु हेर यस्तो गरम छ हो फोन हेऱ्यो भिडियो छान्यो गीत छान्यो भिडियो गर्यो त्यही त हो हामी दुईजनाको पारा चाहिँ यस्तो चाहिँ हाम्रो दुईजनाको पारा घाममा हेर्नु न दिन राति हो भने चाहिँ राम्रो देख्छ नि के गर्नु छाता ओढ्यो हिँड्यो घुम्यो बस्यो हेर्नु न यहाँ सायद यो पहिला त हामी चढेको यहाँ माथि खै कति डलर भएको नि अहिले त थाहै छैन कति भएको छ पनि। दुईजना मधुले चाहिँ मलाई फुल लगाइदिइरहेछ हेर्नु न केसमा अनि डुलेको हामी दुईजना मस्तसँगले पछाडि मधुले चाहिँ गीत उयो गर्दैछ के भन्छ छान्दैछ टिकटक बनाउनलाई छान्दैछ भेटेको छैन क्या हो। यहाँ चाहिँ के लगाएछ हौ यहाँनिर यहाँनिर नानीहरूको उयो रहेछ नि त
सुलकुती खेल्नेहरू रहेछ नि त त्यो रहेर त्यही भएर चाहिँ भिड भएको रहेछ बेलुका त यो लाइटहरूले दामी देख्छ नि यहाँनिर झल्लल्ल लाइट बोल्छ नि के गर्नु बेलुका दिउँसो यो चाहिँ एकदमै मध्ये यो चाहिँ 2-3 बजेको घाम है 2-3 बजेको घाम हो दुईजनाको पारा छुट्टै छ उ हेर्नु नि मधुले मलाई के भन्दैछ म चुपचापले हिँड्दैछु चाहिँ बोल्दैछ होइन अन्त म चाहिँ चुप लागेर यसको कुरा सुनेको नि के भन्दैछ के भन्छ भनेर कुरा उसले बोल्दैछ म चाहिँ उसको कुरा सुन्दै हिँड्दैछु हेर्नु न घरिघरि जिस्काइ पनि दिँदैछु यो झोला चाहिँ मैले कहिलेदेखिको बोकेको थिएँ न भन्दै उसले चाहिँ मलाई गाली गर्दैछ हो के गर्नु यो के भन्छ निङ्ग्रोको घाँस कम्ती मजाले खाँदैन पानको पत्तासँग मिसिएको छ हेर्नुहोस् न यस्तो दामी हुन्छ कि यो केटी घाँस काट्नु आएको अरे लु काट त तिमी कोही कचिया डोको नाम दे अलि अघिको खाना उब्रेको थियो कि अन्त हामीले चिकन बिरयानी बनायो दुईजनाले अब खाना आँटेको ल बिरयानी बनाएको थियो अघिको खाना उब्रेको अन्त हामीले चिकन बिरयानी बनाएको ल खाता कस्तो छ चिकन बिरयानी आम्मामामा गरमले हेर प्याकप्याकी भएको मिठो मिठो हुन्छ नि है गरम भएपछि त खै म पनि बजाइदिउँ त बस्ती कुखुराको मासुको फ्लेभर पो आयो त आफ्नो त फेरि भस्सेमा मासु जान्छ है मासु खाना ला खाना भने खाना खाना हो मार्यो यो झन्डै 150 घाँटीमा गयो बेसी नाटक गरेको थियो त्यस्तो खाना खाना भनेको त मान्दैन छ नि खाना नि त सोर्सा खाए चारवटा चुट्टी केही छोड्नु भएन है मलाई याद पुरा मजाले पानी पी पुरा उयो घामले पोलेको छ अब म रोटी खान्छु सबैले ल्याइदिएको रोटी लु खा त चाम्रो छौ तर अहिले त ल्याउँछ दाजुले आज त भोलि चाहिँ भ्याउँदिनँ मलाई पनि त चाम्रो भयो नि त अन्त हिँड्नु परेको चियामा चोपेर खान्छु म पनि खाँदैछु साइडमा यसैले मासु गिफ्ट गरिदिनु नि हौ बरु चिकन राइस के भन्छ चिकन बिरयानी मटन बिरयानी मटन सुँगुरको मासु भात छ त मैले पकाएर खान्छु होला नखा मैले केही खाँदिनँ भयो केही खाँदिनँ म बोक्दिनँ यो भात खाने भने खा नत्र भने फ्याँकिदिनुपर्छ भन्दाखेरि मैले चुपचापसँगले राख भनेर भनेको थिएँ कि फर्स्टमा खाने यही रहेछ फर्स्टमा खाने यही हो प्याकेट होइन देख्नुभयो पोल यसरी खोलेकोमा देख्नुभयो यहाँ बन कुखुरा भाले आएको यसलाई चाहिँ वाचिपा बनाएर चाहिँ आम्मामा कस्तो खुवाइ हुन्थ्यो होला यहाँ पोती फेरि भाले मुङ्गो पनि आएको है पोती यो रुखमा हेर त अब चाहिँ फर्केको अब हामी अहिले चाहिँ अब फर्केको यहाँबाट सक्यो आजको दिन पनि हो अब हामी यहाँबाट जान्छौँ फर्केको अब घर जान्छ अब एमआरटी गएर त्यहाँदेखिको घर जाने आलिसिनबाट भेटौँ ल बाई बाई पुरा घामले पुरा डढिसक्यो हो कालो भइसक्यो थाके पनि यस्तो थाक्यो हिँडेकोले अब हामी त हिँडेर नै फुल लगाइदिएको त सबै ओइले छ थाकेर मधुले दिएको फुल हेर्नु न ओइलेर 1 घन्टासम्म ओइलिँदैन गएको ल बाई बाई अब म चाहिँ घर आइपुगिसकेँ होइन यस्तो गरम छ आज बेलुका चाहिँ हाम्रो बेलुका पनि घुम्ने प्लानिङ थियो होइन घुम्नु पाएन त्यस्तै भयो हो
अन्त यस्तो गरम छ म पुरा काली भइसकिसकेँ काली भएर म आइपुगिसकेँ होइन अब चाहिँ म भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु भिडियो के कस्तो लाग्छ होइन हजुरहरूले प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला बाई बाई सी यू नेक्स्ट भिडियो लभ यु अल बाई